हेलो मित्रहरू, दर्शन नमस्कार है हजुर सबैमा। आशा गर्छु हजुरहरू सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ, कुशल अनि मङ्गलै हुनुहुन्छ भने माता पाथिभरा देवी एवं पशुपतिनाथ बाबाको कृपा चाहिँ हजुरहरू सबैमा भइरहोस्। आज फेरि हजुरहरूलाई चाहिँ नयाँ ब्लग भिडियोमा स्वागत गर्दछु। धेरै दिनपछि चाहिँ आज ब्लग भिडियो अपलोड गर्दैछु। भिडियोलाई चाहिँ पुरा हेरेर साथ दिनुहोला साथीहरू। यस्तै हो साथीहरू, कामको व्यस्तताले गर्दा होइन, अनि स्वास्थ्य पनि अलिक नराम्रो भएकोले गर्दा चाहिँ ब्लग भिडियो डेली हाल्न नसकेको माफ गर्नु होला। अब चाहिँ यस्तै हुन्छ, अहिले मार्केट हिँडेको जोडी जुत्ता नकिन्नु होइन। आजको मौसम यस प्रकार रहेको छ हाम्रो कम्पनी परिसरभित्र। बिहान पख पानी परेको थियो, सिमसिम सिमसिम। अहिले चाहिँ डम्म बादलले ढाकेको छ आकाश। हिजो पनि यस्तै थियो, कुनै कुनै एरियामा पानी परिरहेको छ। यस्तै छ। अब चाहिँ चिसो एकदमै कम भएको छ, पहिला जस्तो चिसो छैन। पहिला एकदमै माइनसमै जान्थ्यो होइन, अहिले चाहिँ माइनसमा जाँदैन। अब बिस्तारै बिस्तारै गर्मी बढ्दै गरेको अवस्था र साथै एकदम हरियोपन पनि बिस्तारै बिस्तारै बढ्दै गरेको अवस्था हेर्न सक्नुहुन्छ हजुरहरू होइन। यता हेर्नु फुलहरू यसरी चाहिँ यो फलफुलहरूको बोटमा पनि कोपिला लाग्न थालेको अवस्था, फुल्न थालेको अवस्था र बोट बिरुवा पनि सुक्खा भएर चाहिँ होइन फेरि हरियो भएर आएको अवस्था। एकदमै हरियोपन देख्ने बित्तिकै चाहिँ अलिक एक किसिमको आनन्द आउने क्या, रमाइलो हुने है। बिहान पानी परेर पानी सुकेको पनि छैन मजाले। यस्तै छ, बोट बिरुवा पनि अब हरियाली बढ्दै गरेको अवस्था। आज छुट्टीको दिन सुनसान छ बाटो घाटो। हिजो र आज अलिक जाडो भएकोले गर्दा मान्छेहरूको पनि चहलपहल एकदमै कम छ। बाटो हेर्नु न, धुपीहरू पनि हरियो। गल्फका देशहरूमा बस्ने साथीहरूको चाहिँ 3 दिन छुट्टी भएछ होइन, कसैको 4 दिन, प्रायः जस्तो 3 दिन रहेछ ईदको है। उहाँहरूलाई चाहिँ यो छुट्टी चाहिँ एकदमै राम्रोसँग मनाउन भन्न चाहन्छु। ह्याप्पी ईद, राम्रोसँग ईदको छुट्टी मनाउनु होला साथीहरू। घाँस हेर्नु न, हरियाली भएको छ। म चाहिँ पहिला अब साउदीमा हुँदा चाहिँ 1 हप्ता छुट्टी थियो, 1 हप्ता चाहिँ छुट्टी दिएको थियो भनौँ न साउदीमा चाहिँ ईदमा। 1 हप्तासम्म एकदम रमाइलो गरेको थियो। बिच एरियातिर गइएको थियो पिकनिक होइन, ड्राई पिकनिक। र साँझ पख राति भनौँ न, राति अब पेप्सीहरू लिएर खानासाना चाहिँ रुममै बनाएर गएको थियौँ। त्यहाँ चाहिँ चेक गर्न आएको थियो क्या सिआइडीहरू। यस्तो टाइट थियो त्यति बेला, अहिले पनि टाइटै होला। यस्तै हो साथीहरू, अब रमाइलो गर्नुपर्छ परदेशमा। सधैँ काम होइन। यहाँ पनि हाम्रो क्रिसमस र न्यु इयरमा चाहिँ छुट्टी हुन्छ। यहाँ पनि त्यस्तै छ, कम्पनी हेरी कसैको 2 दिन, कसैको 4 दिन, कसैको हप्ता दिन, कसैको त 15 दिनसम्म छुट्टी थियो। क्रिसमसदेखि न्यु इयरसम्म नै लामो छुट्टी है। त्यस्तै हो, राम्रो कम्पनीहरूले राम्रै सेवा सुविधाहरू दिन्छ। अनि त्यस्तै अब ठिक कम्पनीहरूले ठिकको सेवा सुविधाहरू दिन्छ। त्यस्तै छ, भाग्यमा पनि भर पर्छ। त्यस्तै छ साथीहरू, बादल लागिरहेको छ। बोट हेरौँ न, हरियाली, घाँसहरू कस्तो मजाले आएछ। अस्ति पुरै यो माटो देखिएको थियो, अहिले मजाले घाँस पलाएछ। यो बोट हेर्नु, अस्ति कस्तो जिङ्रिङ्ग देखिन्छ नि सुकेर, अहिले पनि त्यस्तै देखिन्छ तर हरियो भएर आएको छ। पुरै पातहरू टुसाउन थालेको छ मजाले। यता अर्को छ, यो त अलिक बढी हरियो भइसकेको छ। यो हजुरले देख्नुभएको चाहिँ यो आरू बखडाको बोट हो। आरू बखडाको बोटहरू पनि पुरै कोपिला लागेको अवस्था। यो बोट धेरै टुसाइसकेको छ। अब अलिक दिनपछि चाहिँ पुरै हरियाली हुन्छ। हेर्नु यस्तो तरिकाले चाहिँ हरियो भएर आएको छ है। आइरहेको अवस्था। अब यहाँ बस चढेर जानुपर्ने हुन्छ क्यारिफोर। आजको यात्रा क्यारिफोरसम्म। कमल सर नजाने अरे, अब मेरो चाहिँ नहुने भएर हिँडेको। ल त साथीहरू, बस चुकाउनु ठिक्क टाइममा आइएछ। बस चलेर गयो, मलाई कसरी बस्नुपर्छ। यहाँको लोकल बस 40 नम्बर। आज दिन घमाइलै छ, बादल लागिरहेछ, पानी चाहिँ परेको छैन। पर एउटा घर बन्दैछ, कन्स्ट्रक्सन। नेपालमा र यहाँ चाहिँ घर बन्ने सिस्टम लगभग उस्तै छ।
साह्रो महँगो जुत्ता हो यो जुत्ता किन्ने भयो 105 को जुत्ता चाहिँ यहाँ साह्रै महँगो भने जस्तो पाइने तर लास्टै महँगो यो मलाई कति दामी छ 350 लेको जुत्ता एडिडास को $139 315 लेको पो रहेछ 315 लेको जुत्ता भने जस्तो एडिडासको कति दामी छ 319 ले Adidas last time चाहिँ पुमाको रहेछ पुमाको खोइ दामी दामी छ जुत्ताहरू लास्ट टाइम हो चप्पलहरू रहेको छ 50 को चप्पलहरू ल साथी हो जुत्ता सत्ता किनेर लाग्यो अब हाम्रो यो सपिङ मार्केटबाट चाहिँ निक्लेर रुमतर्फ जाँदै कस्तो चिसो हावा चलेको हो कस्तो चिसो हावा चलेको बाटो घाटो अब उज्यालो देखिँदै गरेको अवस्था हरियाली बढ्दैछ बिस्तारै बिस्तारै हेर्नु कुनै कुनै बोट भने अझै सुकेर होइन खङ्ग्राङिरहेको छ अब बिस्तारै बिस्तारै हरियोपन बढ्दै जान्छ सन्डे भएकोले गर्दा मार्केट लास्टै भिड बाफ्रे के गर्ने मार्केट भिड भए पनि किनमेल गर्नै पर्यो यस्तो छ यहाँको माहौल सुनसान पर चाहिँ साथीहरूको कम्पनी छ कन्स्ट्रक्सन कम्पनी उहाँहरूको पनि आज छुट्टी शनिबार 5 घन्टा ड्युटी हाम्रो जस्तै त्यस्तै छ साथीहरू रोमानिया रमाइलै छ है आजभोलि भन्दा एक साल बितिसकेको अवस्था यहाँ चाहिँ बस पार्कहरूमा यसरी राखेको हुन्छ क्या यो हजुर देख्न सक्नुहुन्छ यसमा चाहिँ यो साइनबोर्ड डिजिटल बोर्ड यसमा चाहिँ कति नम्बर गाडी कति मिनट पछि आइपुग्छ भनेर लेखिन्छ हैन यो चाहिँ एकदमै राम्रो के एक किसिमको ढुक्क हुन्छ नि त कुन बस कति मिनटमा चाहिँ आइपुग्छ भनेर फेरि ठ्याक्कै त्यही समयमा चाहिँ आइपुग्छ हो अचम्म लाग्ने सिस्टम भएकै हो नेपालमा त पर्खिँदा हैन त्यस्तो केही हुँदैन कोही बेला छिटै पनि आउँछ कोही बेला ढिलो पनि हुन्छ यहाँ अब युरोप हो है युरोपमा अलिक सिस्टमै हुन्छ बोट बिरुवामा हरियो पनि पर्दै गरेको अवस्था सिमसिम पानी पर्दैछ हो भिजाउँछ है क्या हो छाता छैन छाता नलिआइयो यहाँ जुत्ता त भनेको जस्तो पाउने तर लास्टै महँगो है गाडी कुदैछ भने जस्तो जुत्ता पाउने तर लास्टै महँगो 350 400 हजुर देख्न सक्नुहुन्छ रोमानियाको पुरानो घोडागाडी पहिला यस्तै हुन्थ्यो है एउटा जाँदै गरेको अवस्था घोडागाडी बाबै बस्नुपर्छ एकजना पुरा म्युजिकको तालमा है यो त ट्रेन पनि आयो फेरि ट्रेन पनि जाँदैछ त्यही छ रमाइलै छ औ साथीहरू
अब चाहिँ सिजन राम्ररी खुल्यो भनौँ, कामको मागहरू दैनिक बढिरहेको छ है। कतिपय साथीहरूको चाहिँ टाइम अझै नै लाग्ने गरेको छ, के नमिलेर कतिपय साथीहरूको चाँडै हुन्छ, धेरै जस्तो साथीहरूको चाहिँ अलिक टाइम लाग्दै रहेछ, टाइम लाग्ने भएछ होइन। किन हो यस्तो भएको? साथीहरू चाहिँ कतार, दुबई, साउदी हुने साथीहरूलाई चाहिँ एकदम रमाइलो छ अहिले। रमजानको छुट्टी टन्नै पाएका छन् होइन। सरी रमजान सकियो, रमजान पछि यो ईदको भनौँ न, एकदम मजाले मनाउनु होला साथीहरू, इन्जोय गर्नु होला। यहाँ यस्तै छ है। हजुर कहाँ हुनुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ, त्यो ठाउँबाट चाहिँ एकदम रमाइलो गर्नु होला साथीहरू। काम भन्ने चिज हुँदै गर्छ। बाटोमा यस्तो गोलो चाहिँ किन राखेको? यो पहिला एउटा यहाँ ठुलो कम्पनी रहेछ, कम्पनी पनि यो खोइ के भएर बन्द भएछ। बोटहरू हेर्नु, हरियो पनि बढ्दैछ बोटहरूमा। यस्तै छ साथीहरू। अब यहाँबाट परबाट भित्रभित्र जानुपर्ने हुन्छ। एउटा ट्रेन गयो, म चाहिँ हिँड्दै अब बसमा पर चाहिँ चढ्ने, किनभने एक्सर्साइज पनि हुन्छ, यसो रमणीय दृश्यहरू पनि क्याप्चर गर्न सकिन्छ मोबाइलमा भनेर चाहिँ हजुरको निम्ति। यहाँ चाहिँ बिचमा ट्रेन रोक्ने अनि बस पार्क रहेको छ। यहाँ ट्रेनलाई पनि बसै भनिन्छ है। छेउछेउबाट गाडी कुद्दै बिचमा चाहिँ यसको पार्क रहेछ। यहाँ चाहिँ यसरी बाटोको बिचमै लिक हुन्छ होइन। मैले चाहिँ अब इन्डियामा देखेको, नेपालमा देखेको छैन। इन्डियामा चाहिँ अलग्गै हुन्छ, तर सिटी एरियामा मेट्रोको यस्तै हुन्छ कि कस्तो के हुन्छ, यहाँ चाहिँ अलग्गै छुट्याएर राखेको हुन्छ साथीहरू। त्यस्तै छ। यहाँ हेर्नु न, बुढाबुढीहरू कुदिरहनु भएको छ। र यहाँ चाहिँ कोही साइकलमा आउनु भयो भने साइकलमा होइन, साइकल यहाँ पार्क गरेर अब उहाँ चाहिँ कहाँ जानुपर्ने, उहाँ गएर उहाँ चाहिँ आरामले जान मिल्छ। साइकल यहाँ पार्क गर्थ्यो पाउँछ। त्यसको लागि मलाई कसै जानुपर्छ। हाम्रो एकजना साथी चाहिँ मार्केटमा गर्नुहुन्छ, आज उहाँ छुट्टी रहेछ। शनिबार उहाँको हाफ हुन्छ, आज फुल छुट्टी रहेछ। फाइनली अवस्था यताबाट चाहिँ भित्र गएर चाहिँ बस पार्क निक्ल्नु पर्ने हुन्छ। यस्तो ठाउँ पनि छ हौ यहाँ हाम्रो एरियामा। युरोप भनेर मात्रै के गर्नु, युरोपमा यस्तो पनि छ, पानी जम्ने बाटो, खाल्डा खुल्डी। यो चाहिँ भित्री बाटो हो। यहाँ चाहिँ हजुरको प्रायः जसो के भन्छ, प्रायः जसो चहलपहल हुँदैन नि त। चहलपहल नहुने ठाउँमा चाहिँ यस्तै हुन्छ। त्यो चाहिँ जुत्ता किन्ने निगोमा चाहिँ एउटा ब्लग भिडियो पनि सुट गर्यो। मलाई चाहिँ प्रायः जसो टाइम नमिल्यो होइन। यस्तै छ। यो फलफुलको यो के फल, यो केही फलै हो। यहाँ चाहिँ अब फलकै बोट प्रायः जस्तो हुन्छ होइन। यता बस पार्क जानुपर्ने हुन्छ। यस्तै छ। गल्ली आजभोलि भन्दै 1 वर्ष पनि बितिसक्यो। अझै केही वर्ष बिताउनु छ। अहिले बस स्ट्यान्ड आइपुगेको अवस्था। यहाँबाट 40 नम्बर बस चढेर जानुपर्ने हुन्छ। मेट्रो यस्तो छ, आज सुनसान छ। प्रायः छुट्टीको दिन चाहिँ यहाँ चहलपहल हुँदैन। सबै अब घर बस्ने, कि कता जाने। 40 नम्बर चढेर जानुपर्ने हुन्छ। अहिले मेट्रो आइयो, मेट्रोबाट अब रुम जानुपर्ने हुन्छ। साथै हो चिसो हावा चलिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ यो के भन्छ, अरू बखराको बोट सँगै फल्लाएको छ है। अब चलिरहेको छ। मेट्रोको झन्डा फर्काइरहेको अवस्था है। त्यही छ साथीहरू। मेट्रो
ठुलो झन्डा फर्काइरहेको अवस्था। चौरी पनि कस्तो मजाको हरियाली भएछ अहिले। पानी परेको परै छ। अब हरियाली बढ्ने क्रम जारी छ। के साह्रो चिसो हावा चलेको घाटे सेलाइसक्यो। घाम लाग्नुपर्छ, खोइ घाम पनि मजाले लाग्दैन। पानी पर्नलाई रेडी भएर छ मौसम। यता मेट्रो रहेको छ हजुरको। यता पनि हाम्रो कार्यस्थल वासस्थान सबै भनौँ न। यो ठाउँमा बसेको पनि तपाईँको होइन सब पुग्यो भनौँ न। यो गल्लीबाट अर्को गल्ली, अर्को गल्लीबाट अर्को गल्ली, यताबाट उता गर्ने होइन। एक वर्ष चाहिँ पुरा भएको अवस्था। हेरौँ अर्को वर्ष कस्तो हुन्छ। अर्को वर्ष अलिक सुखमय बितोस्, पैसा अलिक कमाइयोस् होइन। यो वर्ष जस्तो जे भए पनि यहाँ बस्दैन, तर भेला भएर बस्छन्। आजकल त जाडो पनि कम भएकोले गर्दा कोही यता सुत्ने, कोही उता सुत्ने। नभए चाहिँ जाडोले गर्दा पहिले चाहिँ सब एकै ठाउँ खुटमुटेर बस्थे। अहिले जाडो कम भएकोले गर्दा कोही यता कोही उता छरपष्ट भएर बस्छन्। पहिले बाटैमा सुत्दिने, गर्मीमा त हावा चाहियो होइन। यहाँ चाहिँ मच्छर लाग्छ हाम्रो। कतिपय साथीहरू चाहिँ मच्छर लाग्छ भन्दा अचम्म मान्नुहुन्छ क्या। युरोपमा पनि मच्छर, यहाँको मच्छर चाहिँ लास्टै ठुल्ठुलो फेरि है। यहाँको मच्छर चाहिँ मान्नुपर्छ। कुनै त माकुरा जत्रै पनि हुन्छ हौ। गएको साल चाहिँ बडो दुःखले बिताइयो। त्यो गर्मी, मच्छर लाग्ने, एउटा भएको पङ्खा पनि एकदमै कोही बेला चल्ने कोही बेला नचल्ने, सुताइ नै नपुग्ने क्या गर्मीले, मच्छरको टोकाइले। के गर्ने, त्यसरी बिताइयो अघिल्लो वर्ष। अब यो वर्ष चाहिँ झुल्याइएको छ, पङ्खा पनि छैन, पङ्खा किन्नुपर्ने। साउले एसी जोडिन्छु भनेको पनि 13 महिना भइसक्यो, कहिले जोड्ने हो। यस्तै छ साथीहरू, गाह्रो छ है। के गर्ने, भाग्यमा यस्तै रहेछ है। सुख खोजेर हुन्छ त, दुःख गर्न आएको छोरो। यस्तै छ, लेट्स सी, हेर्दै जाउँ। भगवानको कृपाले सबै ठिकठाक होस्, राम्रो होस् होइन। आजको ब्लग भिडियोमा चाहिँ मैले यति नै समेट्न सकेँ। फेरि अर्को ब्लग भिडियोमा भेटघाट हुने नै छ। तबसम्मको लागि पनि आज्ञा दिनुहोस्। हजुरहरू सम्पूर्णमा जय श्री राधे। हाँसिरहनुहोस्, खुसी रहनुहोस्, हमेसा मुस्कुराइरहनुहोस्, चुस्त दुस्त तन्दुरुस्त रहनुहोस्। हजुर सबैमा जय श्री राधे, जय श्री राधे, जय श्री राधे, जय श्री राधे, जय श्री राधे।